सामान्य सभामुख महोदय, कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 वटा विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 वटा विधेयकहरू छन्। कुल विधेयक 166। मन्त्रालयगत रूपमा विधेयकहरूको सङ्ख्या म एकचोटि पढेर सुनाउन चाहन्छु। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट 15 वटा विधेयकको तयारी गरिएको छ। अर्थ मन्त्रालयबाट 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट 4, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट 4, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 17, कृषि वन तथा पर्यावरण मन्त्रालयबाट 13, गृह मन्त्रालयबाट 11, परराष्ट्र मन्त्रालयबाट 4, पूर्वाधार विकास मन्त्रालयबाट 16, भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 8, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट 7, युवा श्रम तथा रोजगार मन्त्रालयबाट 5, रक्षा मन्त्रालयबाट 1, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट 4, शिक्षा तथा खेलकुद मन्त्रालयबाट 9, सूचना तथा सञ्चार मन्त्रालयबाट 6, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट 11, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट 16 गरेर 166 वटा विधेयक आउने आर्थिक वर्षमा सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ।